नमस्ते, म डक्टर अभिषेक श्रेष्ठ काठमाडौँ पेन म्यानेजमेन्ट सेन्टरबाट। आज हामीसँग एकजना बिरामी आउनुभएको छ। 24-25 इयर्स ओल्डको लेडी हुनुहुन्छ। उहाँको चाहिँ यस्तो तिघ्राको बाहिरपट्टिको दुखाइ, तिघ्राको बाहिरपट्टिको दुखाइ छ है। अरू के पनि छैन, उहाँलाई एकदम यङ पेसेन्ट हो। उहाँको एउटा रिलेटेबल हिस्ट्री भन्छौँ हामी चाहिँ, वेट रिसेन्टली चाहिँ धेरै चेन्ज भएको छ, जसले गएर उहाँलाई पहिला पनि दुखाइ रहिरहेको त्यो साइडमा, तर अझै अहिले बढेर आएको छ। यसलाई चाहिँ हामी मेराल्जिया पेरास्थेटिका भन्ने एउटा रोग हुन्छ, जसमा चाहिँ यो साइडको नसा मोटोपन या दुब्लोपनमा चेन्ज आउँदा, बडी हेबिटसमा चेन्ज आउँदाखेरि चाहिँ त्यो नसालाई बडीको चेन्जेससँग चाहिँ च्यापिएको हुन्छ। त्यो बेल्ट लाउने एरियाहरूमा त्यस्तोमा च्यापिएर चाहिँ त्यो नसाको डिस्ट्रिब्युसन जुन भनेको त्यो नसाले जहाँ जहाँ सप्लाई गर्छ त्यो साइडको दुखाइ हुन्छ। यसको केसमा चाहिँ हाम्रो ल्याटरल पार्टमा यो थाइको बाहिरपट्टिको भागमा चाहिँ दुखाइ हुने, झमझमाहट हुने हुन्छ। यसलाई चाहिँ हामी मेराल्जिया पेरास्थेटिका भन्छौँ। आज हामी त्यसको नै इन्जेक्सन गर्दैछौँ। यो इन्जेक्सन लगाइसकेपछि यो दुखाइबाट या यो प्रब्लमबाट चाहिँ मुक्त हुन सजिलो हुन्छ।